जाने बेला पनि उनलाई आइसक्यो हैन। अब सम्भोग चाहिँ के हो यो अध्यात्मले धर्मशास्त्रले के भन्छ? सम्भोग भनेको के हो भन्दाखेरि अब यो सम्भोगको बारेमा चाहिँ कस्तो छ भन्दाखेरि तपाईले श्रीमतीप्रति सम्भोगको भावना कहिले नराख्नुस्, आफ्नो पत्नीप्रति कामको भावना कहिले नराख्नुस् भन्छ शास्त्रले। त्यसो भन्छ शास्त्रले आफ्नो श्रीमतीप्रति काम भावना कहिले नल्याउने, भोग गर्दै नगर्ने, श्रीमतीप्रति राख्दै नराख्ने। तपाईले बिहा गर्नुहोस्, हाम्रा ऋषिमुनिहरुको सुन्नुभएको 12-13 वर्षसम्म त ब्रह्मचारी बस्दै नि। शास्त्रको कुरा के छ भन्दाखेरि श्रीमतीलाई भोग नगर्ने, मैथुन नगर्ने। अब श्रीमतीलाई कस्तो रूपमा हेर्ने भन्दाखेरि यज्ञको रूपमा, देवीको रूपमा हेर्ने, साक्षात पार्वती माको रूपमा हेर्ने, यज्ञ वेदीको रूपमा हेर्ने, उनलाई पुरै देवीको रूपमा हेर्ने। आफ्नो श्रीमतीलाई त्यो भोगविलासको रूपमा हेर्ने, पुरै देवी पार्वतीको रूपमा हेर्ने। यो हेरेपछि यहाँमा काम वासना हुँदैन, ठ्याक्कै हुँदैन। काम वासना भने जाग्दै जाग्दैन। अब आमा आएन भने तपाईँ हाम्रो काम वासना जाग्छ, त्यही भाव गयो नि त हो। त्यस्तो श्रद्धा राख्ने कि त्यो साक्षात देवी हो, त्यो साक्षात परमेश्वरी हो, त्यो ब्रह्माण्डै त्यहाँभित्र छ। त्यो यो चराचर जगत ब्रह्माण्डको कुरा गर्यो नि, ब्रह्माण्ड नै त्यो भित्र समाहित छ, त्यस्तो चिज हो त्यो। तपाईहरुले हजुर तन्त्रमा पढ्नुभयो भने त्यस्तो छ हैन। अझ यसको तर फेरि सृष्टि सञ्चालनको लागि अब सुन्नुस् न, हजुर त्यो ब्रह्माण्डै हो, त्यो त्यस्तो देवी हो। अब यो तपाईले त्यो डिसिप्लिन गरिसकेपछि त्यो देवीको इच्छा हुन्छ नि, देवीको त इच्छा हुनु पर्यो नि। काम भनेको तपाईको इच्छाबाट होइन, आफ्नो पत्नीको इच्छाबाट हुनुपर्छ। पत्नीको इच्छाबाट हुनु। काम भनेको हामी त अधिकांश पुरुषले गर्छौं नि। काम कला हजुरमा 1 छ भने केटीमा 8 छ। केटीमा काम कलाको ज्ञान 8 गुणा छ। काम कला नै देवीबाट प्रकट भयो। तपाईको कामो योनि कामकला वज्र पानिर्गुहा हसारिषा भमेन्द्र पुनर्गुहा सकला माया च पुरुचेसा विश्वमाता देवीदुम। यो मन्त्रबाट तपाईको कामकला उत्पन्न भएको देवीबाट, तपाई हामीबाट कामकला उत्पन्न भयो होइन। काम चाहिने देवीलाई हो, तपाईलाई होइन। तपाई पुरुष हो नि, तपाई त स्थिर हो नि। तपाई जब ब्रह्मज्ञानी हुन्छ तपाई त स्थिर तत्त्व हो नि त, त्यो प्रकृति हो नि। हो, त्यो प्रकृतिले आएर हामीसँग भोग गर्नुपर्छ। हामीलाई त पुरुषलाई, श्रीमानलाई भोग गर्ने सबै उसले खेलाउने। तपाई त मुडो भएर बस्नु, तपाई त आनन्द भएर बस्नु, तपाई त ब्रह्मचारी पछि भएर बस्नुहुन्छ नि। जे गर्छ उसलाई दिने, उसको सन्तुष्टि हो तपाईको सन्तुष्टि, उसको सन्तुष्टि नै तपाईको सन्तुष्टि, उसको मोक्ष नै तपाईको मोक्ष हुन्छ। यसले गर्दाखेरि जब तपाई ज्ञानको लेभलमा जानुहुन्छ, तन्त्रको लेभलमा जानुहुन्छ, शास्त्रको लेभलमा जानुहुन्छ, तपाई स्थिर अवस्थामा जानुहुन्छ, यो मैथुन भन्ने कुरो केटीले गर्ने, केटीले नै सबै अङ्ग प्रत्यङ्ग चलाउने। ठ्याक्कै हाम्रो अहिले पुरुषले गर्छ नि, त्यसको विपरीत हुनुपर्छ सबै उसबाट। जब मैथुन हुन्छ यो आध्यात्मिक हुन्छ, यसले मोक्ष गर्छ र यसले हजुरको शरीरमा जति शक्ति आउनु थियो नि यसको 1000 गुणा बढ्छ। यो भाव ल्याएछ तपाईमा जति शिथिलता छ नि, त्यो शिथिलतामा 1000 गुणा उत्तेजित हुन्छ। तपाई अल टाइम उत्तेजित हुनुहुन्छ, अल टाइम तपाई भैरव हुनुहुन्छ। यो भावमा यदि जानु हो, यदि यो भावमा जानु भएन भने त्यहाँ हामी जान्छौँ, तुरुन्तै मर्छौँ। स्खलन हुन्छ, मृत्यु हुन्छ, स्खलन हुन्छ, मृत्यु हुन्छ। आफ्नो मात्र काम वासना पूर्ति गर्नु छ, त्यो काम वासना आफ्नो पूर्ति गर्नु होइन, उनको पूर्ति गर्नु, हाम्रो होइन। यो शक्ति उसको हो। यसले गर्दाखेरि अलिकति यसमा चिन्तन मनन गर्यौं, उपनिषदहरूले पनि बताउँछ हैन। यसले गर्दाखेरि यसलाई अलिकति हामीले चिन्तन मनन गर्यौं भने नेपालीहरूले यसलाई राम्रोसँग, विश्वमानवले यदि पुरुषले जान्यो भने, विश्वमानव पुरुषले कुनै पनि नारी प्रतिको दुर्व्यवहार पनि गर्दै छुँदैन। त्यही नारीबाट, उसैबाट नै यो त्यसैको काम हो, उसैले गर्छ, उसैले चाहिने उसैले गर्छ। हामी त शान्त भएर बस्छौँ। यहाँले पनि यो कुरा सुनेपछि यही गर्नु होला, शान्त भएर बस्नुस् सकेसम्म। अनि पछि आपसे आप कला उत्पन्न हुन्छ देहबाट, त्यहाँबाट जीवन सुरु हुन्छ यहाँहरुको गृहस्थको शान्त। पक्कै पनि अब संवाद अलिकति लामो पनि भइरहेको छ गुरु। अब हामी अन्तिममा छौँ। अन्तिममा चाहिँ म विषयवस्तु यहाँनेरिबाट टुङ्ग्याउँछु कि जस्तो कि यो सपनाको कुरा हुन्छ नि, सपनामा पनि हरेक कुराहरू देखिन्छ नि। कतिपय सपनामा डरलाग्दा विषयवस्तुहरू आउँछन्, कतिपय सपनामा चाहिँ मृत्यु भएका व्यक्तिहरू आउँछन् हैन। सपना पनि आनन्ददायी आओस् भन्नका लागि के गर्ने, अथवा सपनामा देखिएका कुराहरू विपनामा कतिको लागु हुन्छन्, के हुन्छ तपाईको अनुभवले के भन्छ? यो अनुभव होइन, यो अलिकति यहाँको चेतन शुद्ध भएपछि सपना र विपना यस्तै हुन्छ।
चेतन भएपछि, चेतन शुद्ध भएपछि, चेतन शुद्ध भएपछि विपनाभन्दा सपना राम्रो। योगीहरूले सपनालाई अझ राम्रो मान्छ विपनाभन्दा। अहिलेको योगीहरूले त्योभन्दा राम्रो गाढ निन्द्रा, सपनाभन्दा राम्रो गाढ निन्द्रा, गाढ निन्द्राभन्दा राम्रो तुरिया, तुरियाभन्दा राम्रो तुरियातीत ब्रह्मकै प्राप्ति भयो होइन। यसले गर्दाखेरि सपनामा जे जस्तो आए पनि संस्कार आयो, दुःख आओस् सुख आओस् मान आओस् अपमान आओस् संस्कार पखालिँदैछ। आज आएको सपना 2-3 चोटि आउन पनि सक्छ, फेरि निख्रिन्छ। त्यो संस्कार आउँछ, जो जसको जस्तो संस्कार छ त्यही संस्कार नै सपनामा आउने हो। अथवा कहिले कहिले हामीले सोध्दै नसोधेको, भोग्दै नभोगेको, देख्दै नदेखेको आश्चर्य खालको आउँछ नि, त्यो जन्म जन्मान्तरका संस्कारहरू सपनाले भोगाउँछ। यसमा कोही छैन, हामीले गरेको कर्म फलदेखि बाहिरको के पनि आउँदैन। अब मलाई चाहिँ डर लाग्दा सपनाहरू नदेखियो, सपनामा म नबरबराउँ भन्नको लागि गर्ने त्यस्तो केही छ? सपनाको लागि राम्रो गर्नको लागि चाहिँ के छ भने कोही कोही मान्छे बरबराउने उठ्ने आदि कुराहरू हुन्छन्, आफ्नो आफ्नो संस्कार हो होइन। अब यसलाई सपनालाई सुन्दर गर्न, चाँडै सपनामा प्रवेश गर्नको लागि यो कण्ठमूलमा ध्यान गर्ने होइन। राति सुत्ने साथै अब यहाँनिर ध्यान गरेर यहाँ निन्द्रा देवीको, यहाँ जीवात्माको मन बुद्धि चित्त अहङ्कारलाई यहाँ राखेर हामीले चट्टै सुन्न थाल्यौँ भने, कुनै वृत्ति नजाग्यो भने तुरुन्त हामी अहिले निदाउँछौँ। हजुरहरूले पनि अहिले हामी यसरी गफ गरिरहेछौँ, यहाँ जीव र मनको गएर यहाँ वृत्ति हुने साथै सपना भइहाल्छ। अहिले नै जाग्रत छोडिहाल्छ। यो त जीवको कुरा हो। जीवले आँखाबाट छोडेर यहाँ आउने साथै अन्तस्करण लिएर आउँछ होइन, मनबुद्धि चित्त अहङ्कार आउँछ साथै। हजुर हामी त सपनामा भिडियो खिचिरहेको हुन्छ, बोल्न त बोलिरहेको हुन्छ, सपनामै हुन्छ, बोल्न पनि सक्छ नि होइन हो। यसले गर्दाखेरि यहाँनिरको अलिकति ध्यान गर्ने, विशुद्ध चक्रलाई शुद्ध गर्ने, मन्त्र जप्ने, राति सुत्दाखेरि ओम या देवी सर्वभूतेषु निन्द्रारूपेण संस्थिता नमो तस्तै नमो नमः होइन। अथवा यहाँ ध्यान गरेर पवित्र भावले हामी यसरी चाहिँ राति आफ्नो शयन कक्षमा शयन गऱ्यौँ भने शुभ सपना आउँछ। जब यो शुद्धिकरण हुन्छ, पवित्र हुन्छ, कति सपनाहरू भोग्नुपर्ने सपनाहरू पनि नष्ट भएर जान्छ, भोग्नुपर्ने सपना। हजुर गुरु, अब हामी अन्तिममा मेरो अन्तिम प्रश्न छ, योग किन गर्ने, योगले हामीलाई के दिन्छ? त्यो त धेरै राम्रो। योग त अब सबैले गर्नै पर्यो। अहिले हामीले संवाद पनि योगै हो, यो संवाद पनि योग नै हो। अब यसलाई जो कोहीले सुन्नुहुन्छ, हजुरहरूले पनि सुन्नु पनि योगै हो। मैले चाहिँ के छ भने बोल्दाखेरि मन वचन कर्मद्वारा बोल्दिनँ होइन। मैले यसरी बोल्दाखेरि वाणीद्वारा जति पनि अनावश्यक शब्दहरू निस्केका छन् मलाई माफ गर्नुहोला होइन। अब मैले बोल्दा मलाई खुद थाहा हुन्छ यहाँनिर के बोल्नुपर्ने भन्ने थाहा भएर पनि मैले चाहिँ भनौँ आफ्नो स्थितिमा नरहिकन बोलेको छु होइन। मस्तसँग सोच विचार बेगर रहेर मलाई चाहिँ आफ्नै मित्र आएको जस्तो लागेर, दुई भाइ आउनु भने मेरै आत्मा आएको, जो जसले सुनिरहनु भएको छ मेरै आत्मा हो, हामी एकै हौँ होइन, सबैजना एकै छौँ, यो भावले मैले बोलिरहेको छु। मैले जति पनि बोल्दाखेरि त्रुटिहरू भएको छ, जो जसलाई केही त्यस्तो पर्न गएमा क्षमा माग्छु एउटा कुरा होइन। अर्को कुरा के छ भने योग त हामी सबैले गर्नुपर्छ होइन, सबै योग हो, ब्रह्माण्ड पनि योगमै रहेको छ, योगबाट नै सबै कुरा हुन्छ। र हामीले दैनिक उठेर अलिअलि नाडी शोधन, मन्त्र जप, हजुर हामी सबैको मन्त्र हुन्छ, गायत्री मन्त्र होइन, उपनयन संस्कार हुन्छ, गुरुहरूबाट लिएको मन्त्र जप्नु पनि योग हो। बाटोमा हिँड्नु, सबै क्षेत्रमा हामीले सही किसिमले काम गर्नु योग हो। र जहाँ हामीले गरेको कर्ममा वियोग हुन्छ, दुःख आउँछ, त्यो वियोग हो। यसले गर्दाखेरि हजुर हामीले जति पनि कर्म गर्छौँ, जुन सुकै क्षेत्रमा कर्म गर्छौँ, योगमा रहेर गरौँ, वियोग नहोस्। जुन कर्मले गर्दाखेरि आफूलाई फेरि दुःख लाग्ने, चिन्ता हुने, पीर हुन्छ। योगको मतलब यो हो कि आफूलाई पनि सुखी बनाउनु र अरूलाई पनि सुख शान्तितिर लिएर जानु योग हो। अब सबैसँग मिल्नु पनि योग हो, राष्ट्र मिलेर बस्नु योग हो। योगको त व्यापक छ। र अन्तिम योगको लक्ष्य भनेको के हो भन्दाखेरि जन्म मरणको चक्रबाट कसरी छुट्नु। जसरी यो जन्म मरणको चक्रमा हामी बहुत परेका छौँ, घुमिरहेका छौँ। हे प्रभु परमात्मा पशुपतिनाथ, यो जन्म मरणको चक्रबाट छुटाइदिनुहोस्। मलाई चाहिँ तपाईँको चरणमा अथवा मलाई चाहिँ मेरो आफ्नो मूल स्वरूपको दर्शन दिनुहोस् भनेर जो साधना गरिन्छ यसलाई भनिन्छ योग। यसरी योग गर्दै जाँदाखेरि त्यो जीव चाहिँ यो सबै इन्द्रियलाई छोडेर आफ्नो मूल स्वरूप ब्रह्म परमात्मासँग गएर मिल्छ। जुन अवस्थामा गएपछि हामी ज्योति स्वरूप हुन्छौँ। तर ज्योति स्वरूप होइन, त्यो तपाईँहरूलाई बताउन नसक्ने त्यो त्यस्तो चाहिँ आनन्दको चाहिँ महाविराटमा हामी प्रवेश गर्छौँ। हजुर हामीले अहिले केही पनि आनन्द पाएका छैनौँ, जे गरे पनि त्यस्तो अध्यात्मको आनन्दमा ऊ प्रवेश गर्छ। यही नै योग। हस्, यो महत्त्वपूर्ण समय र सम्वादका लागि धन्यवाद। यहाँलाई पनि धेरै धेरै धन्यवाद, दुवैजनालाई धेरै